तपाईको बिजनेसको वेबसाइटमा आएर कस्टमरले कुनै पनि एक्सन बटन जस्तै रजिस्टर नाउ, साइन अप, एड टु कार्ट गरेर पनि पर्चेस गरेन भने डु नट लुज देम। नमस्कार, आज छ डे 9 अफ मेटा एड्स बिजनेस ग्रोथ च्यालेन्ज। वेबसाइटको अडियन्सलाई मेटापिक्सेलबाट एक्ज्याक्टली ट्र्याक गर्न मिल्छ। तपाईको वेबसाइटमा आएर कुनै पनि एक्सन बटन जस्तै बुक नाउ, रजिस्टर नाउ, साइन अप वा एड टु कार्ट जस्तो बटनहरू क्लिक गरेर पर्चेस गरेर छैन भने तपाईले रिटार्गेटिङ गर्न मिल्छ। जुन कस्टमर तपाईको बिजनेसमा अलरेडी क्लिक बटन गरेर इन्गेज भइसकेको छ उसलाई रिटार्गेटिङ गर्न धेरै सजिलो हुन्छ। थिंक अबाउट इट, अलरेडी तपाईको वेबसाइटमा कुनै पनि एक्सन बटन क्लिक गरेर इन्गेज भएको कस्टमरलाई कुनै पनि डिस्काउन्ट, अफर वा रिमाइन्डर चाहिँ पुश गरेर तपाईले त्यो अडियन्सलाई रिटार्गेटिङ गर्न मिल्छ र त्यसपछि तपाईको सेल्स बढ्ने चान्सेस बढी हुन्छ। अब नेक्स्ट टाइम एड रन गर्दा कुनै पनि अफर, डिस्काउन्ट वा रिमाइन्डर त्यो कस्टमरले देख्यो भने तपाईको चान्सेस अफ बाइङ हाई हुन्छ। सो पिक्सल सेटअप गर्नुहोस्, अडियन्स ट्र्याक गर्नुहोस् र लस्ट भएको कस्टमरलाई पनि रिटार्गेटिङ गरेर आफ्नो बिजनेसको ग्रोथ बढाउनुहोस्। त्यसैले डिजिटल मार्केटिङ अब ट्रेन्ड मात्र नभएर एउटा बिजनेस ग्रोथको लागि इम्पोर्टेन्ट छ।